ल अब म विश्वास गर्दिन्छु भाइ बच्चाको रिजल्ट भयो अब दिनको पढाउँदै छु म पढाइदिन्छु Trong sau đấy thì con là sao vậy? Ở bây giờ là cô đấy. Chị em đi đấy rồi. Chị sẽ quay lại cái gì mà? Nó có bao nhiêu đi mà thế? Ra chúng tôi sẽ để chúng tôi phối hợp mình. Mai surat selesai. अब मैले हिजो तीन किसिमको डेटाको कुरा गरेँ है इन्डिभिजुअल एक नम्बरमा इन्डिभिजुअल डेटा दोस्रो नम्बरमा डिस्क्रिट डेटा र तेस्रो नम्बरमा क्वान्टिटी डेटा तीन किसिमको डेटा इन्डिभिजुअल डेटा भने चाहिँ कस्तो भनेर यसरी बताएको थिएँ मैले x इज इक्वल टु 5 जना विद्यार्थीले पाएको नम्बरलाई 10 5 13 17 19 यसरी प्रत्येक इन्डिभिजुअल आइटमको छुट्टा छुट्टै मार्क्स यसरी देखाइयो भने यसलाई इन्डिभिजुअल डेटा भनेर भनियो अनि डिस्क्रिट डेटा भने चाहिँ त्यसलाई नेपालीमा खण्डित तथ्याङ्क भन्छ खण्डित तथ्याङ्क भने चाहिँ खण्ड खण्ड बनाउने जस्तै यो मार्क्स हो फ्रिक्वेन्सी 10 नम्बर पाउने 3 जना 15 नम्बर पाउने 2 जना यसरी खण्ड खण्ड बनाएर दियो दुईटा खण्डमा चाहिँ 5 र 7 खण्ड हुन सक्छ त्यसरी खण्ड खण्ड बनाएर दियो भने त्यस्तो डेटालाई डिस्क्रिट डेटा र अर्को छ कन्टिन्युअस डेटा र कन्टिन्युअस डेटा भने कस्तो भने चाहिँ मैले भने 0 देखि 20 20 देखि 40 40 देखि 60 60 देखि 80 अब यो 2 जना 3 जना 2 जना 1 जना यस्तो आयो यो चाहिँ कन्टिन्युअस डेटा भयो त्यसकारण पहिलो एक नम्बर कुरा डेटा तीन किसिमको हुँदो रहेछ भनेर जान्नुपर्छ पहिलो यो नजानिकन हामी अब फरक फरक डेटाको फरक फरक फर्मुलाहरू अब जस्तै मानौ यो इन्डिभिजुअल डेटाको एक्स बार निकाल्नु पर्यो भने एक्स बार भनेको मिन हो मिन निकाल्नु पर्यो भने समेसन के लगाएको हामीले एक्स बाई एल लगायो डिस्क्रिट डेटा आयो भने त्यसको एक्स बार निकाल्ने बेला के लगाएको थियो समेसन एफ एक्स बाई एल लगायो कन्टिन्युअस डेटाको एक्स बार निकाल्नु पर्यो भने के लगाएको थियो समेसन एफएम बाई एल लगायो यसरी हामीले मिन निकाल्न सिक्यौँ अथवा फेरि म पछि गरौँला अब आज चाहिँ म मेडियनबाट अलिकति सुरुवात गर्छु ल हुन्छ के हो त्यो क्या हो ये सब तो अलग से मात्र कुछ पर डिलीट मा अनि आउँछ हैन त्यो सबैलाई सिलेक्ट गरेर अनि हाल्न पता हुन्छ हो के थाहा थाहा हुनु पर्यो सिलेक्ट पछि जोइन भएन सर यतै गरेको हुन्छ ल बोर्ड छ अब भयो खै त
सिलेक्ट गरेको त पता ठिक छ हामीलाई घुमाउन लाग्यो अब मैले कहाँ जोइन हुन्छ नि मेरो बाबु त्यहाँ पाएर फेरि यहाँ अब सुन्नुहोस् अब आज म तपाईँलाई मेडियन गराउँछु मेडियन आउनुहोस् मेडियन मेडियनलाई नेपालीमा भन्छ मध्यिका भन्छ मध्यिका भन्छ सुन्नुहोस् है अब ध्यान दिएर अब यहाँबाट चाहिँ मैले डिटेलमा कुरा अब यो मेडियनलाई नेपालीमा मध्यिका भन्छ मध्यिका भने चाहिँ के हो भन्दा भने ए त्यो भ्यालु जतिसुकै होस् बिचको स्थानमा जुन भ्यालु छ त्यसलाई चाहिँ मध्यिका भन्छ जस्तै 3 जना मान्छे छ भने बिचको स्थानमा जुन भ्यालु छ त्यो भ्यालुलाई चाहिँ मध्यिका भ्यालु भन्छ जस्तै मानौ x बराबर 10 15 20 भन्यो भने मध्यिका अब केही गर्नु पर्यो मध्यिका भनेको छेउछेउ एकवटा छ नि 15 त्यस्तै गरी x बराबर अब 22 26 28 30 37 अब मध्यिका कति भयो 28 त्यस्तै गरी x बराबर 9 19 23 25 मध्यिका कति भयो दुईटा जोडेर अनि 2 भाग 4 ले भाग 4 ले भाग गरेको 2 ले भाग त्यो हो 1 2 3 बस 3 र 2 5 ठिकै छ अब यो सबैलाई तपाईलाई अघि मैले के भने यसको मध्यिका 15 भने मध्यिका 15 डाइरेक्ट त्यसरी लेख्न पाएन के फर्मुला लाउनु पर्यो नि त्यति कहाँ डाइरेक्ट यसको मध्यिका तपाईले 28 भन्नु अब यसको चाहिँ मध्यिका भन्नु अप्ठ्यारो परेर आएको अब यसलाई चाहिँ भन्ने आइडिया के हो भने ठ्याक्क बीचको यसको र यसको बीच यो भइदिए भए बीचको भ्यालु भने त्यो दुईटाको ठ्याक्क बीचको भ्यालु निकाल्ने आइडिया के भने हिजो हामीले निकालेको थियौँ नि 9 र 13 हो भने बीचको भ्यालु निकाल्नु पर्यो के गर्ने दुईले भाग गर्ने भने त्यस्तै 19 र 23 जोड्ने दुईले भाग गर्ने 19 23 जोड्दा गरी 42 भनेपछि मेडियन भ्यालु भने एकाइ रहेछ यसको अब त्यसो भए अब यिनीहरूको मेडियन भ्यालु निकाल्न त्यसरी डाइरेक्ट चाहिँ अहिले हामीले यो यता पनि एउटा छ उता पनि एउटा छ के रे चाहिँ मतलब 15 होला त्यसरी चाहिँ भन्न पाइने है त्यसको सूत्र छ अहिले गरौँला x = 13 8 27 21 33 यसको मेडियन भ्यालु कति हो तपाईको हो अब तर यसको मेडियन भ्यालु चाहिँ 27 चाहिँ होइन अरु सबैले मिलिराखेको छ यसमा बिहार त्यसमा एरेन्ज गर्नुपर्छ भने मिलाएर राख्नुपर्छ एसेन्डिङ अर्डर अथवा डिसेन्डिङ अर्डरमा मिलायो भने अरूमा त मिलिराखेको छ नि यसमा चाहिँ मिलिराखेन भने यसलाई पहिले मिलाउनु पर्यो x = 8 13 21 27 33 गर्नु अब यो सबैको हो सुन्नुस् है यहाँ एकैछिन अब सुन्नुहोस् अब यो सबैको मेडियन भ्यालु निकाल्नु पर्यो अब यसको तपाईले 15 भन्नुभयो यसको चाहिँ 28 भन्नुभयो यसको चाहिँ 21 भन्नुभएको छ यसको चाहिँ कति भन्नुभयो 21 भन्नुभएको छ अब त्यो भ्यालु ठ्याक्कै आउँछ आउँदैन फर्मुला लगाएर त्यस्तै ल मेडियन निकाल्नलाई median is equal to सूत्र छ value of n plus 1 by 2 औं पद tns value of n plus 1 by 2 tns त्यति औं पद अब n plus 1 by 2 tns भने के
n भने के त लाग्छ पहिलोको हेरौँ न सपोर्ट गर्न जान्छ 1 2 3 आउँछ ए n को ठाउँमा जानु पर्यो पहिलोको भन्नुस् त 1 2 3 राख्नु पर्यो n को ठाउँमा लाग्छ है सबैको गर्छु है 3 प्लस 1 का मुनि कति 2 आउँ 3 प्लस 1 भने कति 4 का मुनि 2 भने कति 2 दोस्रो 2ts भएर आयो 2ts भनेको दोस्रो स्थानको भ्यालु चाहिँ मेडियन भ्यालु हो भन्नुस् त दोस्रो स्थानमा पहिलो दोस्रो कुन छ हो देयरफोर मेडियन बराबर 15 भन्ने मेडियन बराबर 15 डाइरेक्ट यस्तो तपाईले डाइरेक्ट 15 भन्नु डाइरेक्ट लेख्न पाइन्छ अब दोस्रोको पनि त्यसै ट्राई गरौँ दोस्रो पनि ट्राई गरौँ हेरौँ मेडियन बराबर के भन्ने रे भ्यालु अफ के सूत्र सूत्र सबै त्यही हो n + 1 बाइ 2ts ल दोस्रोको n कति गर्नुस् त 1 2 3 4 5 5 + 1 6 6 का मुनि 2 3 तेस्रो स्थानको भ्यालु 1 2 3 तेस्रो स्थान 28 बुझ्यो नि सक्छ हैन त्यसै गरी अब यो यसको पनि हेरौँ अब यसको चाहिँ हेरौँ ल मेडियन इज इक्वल टु के रे भ्यालु अफ n + 1 बाइ 2ts n कति यसको 4 + 1 5 का पनि 2 2.5 2.5 भने के दोस्रो र तेस्रोको बीच दोस्रो 19 तेस्रो 23 19 र 23 को बीच भने कति त 19 प्लस 23 का पनि 2 42 का पनि 2 कति आयो 21 आयो बुझेन बुझ्यो हो कि एउटा फेरि यस्तो मात्रै आउँछ सर एक्जाम कहाँ हुन्छ यो त सिम्पल भइगयो नि हामीलाई त सिम्पलै आउँछ टेस्ट लेट गरेर डिलिट गर्नु यस्तो त मन लाग्यो मलाई चलाउनु पर्यो नि खै ल अब फेरि एउटा x बराबर ट्राई गरौँ त 15 18 23 17 10 33 27 42 31 ल यसको ट्राई गरौँ तपाईहरु 31 अप्रिल 35 ल यसको चाहिँ मेडी निकाल्नु 42 पछि हो 15 चौधरी फर्निचर कंपनी के बारी पर वाइल केयर पर भने तिमीले सेटिङ गर्न सेटिङ अथवा डिसेन्डिङ एउटा मिलाउनु भने 23 त होइन होला मैले लेख्नु पर्यो एरेन्जिङ भने लेख्नु पर्दै त्यति कहाँ पाइयो र arranging the data in ascending order बढ्दो क्रममा मिलाउँदा भने हो त्यो बढ्दो क्रममा मिलाउने ल x बराबर त बढ्दो क्रममा मिलाउँदा पहिलो कति लेख्नु पर्यो 10 15 17 18 23 27 31
33 35 42 1 2 3 4 5 6 7 8 9 10 हैन अब के भने लेख्नु पर्यो मेडियन बराबर के रे के लेख्ने मेडियन बराबर value of n plus 1 by 2 over years n कति n 11 हो कि 10 हो 11 लेखिन्छ मैले n भने 10 plus 1 भने 11 हालेछ 11 को 2 भने कति ल्याउनु पर्यो 5.5 होला नि अब 5.5 भने के हो त भन्दा 5 और 6 को 20 हो भनेर बुझ्नु पर्यो पुरा बुझ्नु भयो बुझ्नु भएन केयरफुल मेडियन बराबर 5 और 6 को 20 गर्नु पर्यो 1 2 3 4 5 6 त्यो दुईटाको बीच गर्नु पर्यो भनेको 23 प्लस 27 का मुनि 2 भनेको 50 का मुनि 2 भने कति आयो ओ यो चाहिँ सुन्नु जय के निकाल्यो मध्यिका भनेको यो मध्यिकालाई पोजिसनल भ्यालु पनि भन्छ यो कुन डेटा के साथी इन्डिभिजुअल डेटा को मात्रै निकालिने छ मैले डिस्क्रिट क्वान्टिटेटिभ थालेकै छैन भर्खर इन्डिभिजुअल बुझ्नु भयो लो न लो यतातिर हेर्नु पर्यो यतातिर मैले के काम 18 23 27 ल अब फेरि इन्डिभिजुअल डेटा को भयो अब डिस्क्रिट डेटा को डिस्क्रिट डेटा भने कस्तो थाहा छ नि डिस्क्रिट डेटा खण्डित भने कस्तो भने यसको यो प्र्याक्टिस गरौँ यक्स यक्स 10 को 3 15 को 4 20 को 5 25 को 2 30 को 1 अब यो यसको अर्थ पनि बताउँछु मैले सुन्नुस् त 10 को 3 भने के हो यो इन्डिभिजुअल डेटालाई मिलाओ क्या यो 10 तीन ठाउँमा थियो त्यो तीन ठाउँमा नलेखेर 10 3 भए लेख्या हो क्या मैले बुझ्नु हो कि बुझ्नु भएन 15 कति ठाउँमा थियो 15 4 ठाउँमा लेख्या त्यो 15 4 ठाउँमा नलेखेर 15 4 भए लेख्या हो सर्टकट बनाओ खण्ड खण्ड बनाओ त्यसै भएर यसलाई डिस्क्रिट डेटा भएर है अब यसको पनि मेडियन अब अर्डर मिलाउने कुरा त मिलिराखेको छ यहाँ मिलाएन र 10 15 20 25 30 मिलिराखेको छ यतापट्टि मिलाएन भन्ने हो कि होइन ल ठिकै छ अब त्यसो भए मेडियन बराबर ल हेर्नुहोस् मेडियन बराबर सूत्र के रे भ्यालु अफ n plus 1 by 2 years n कति हो गर्नुस् त 1 2 3 4 5 हो हो n बराबर 3 8 8 4 12 3 15 n भने 15 लेख्छ हो कति भयो त त्यसो भए 8औं स्थानको भ्यालु चाहिँ के भ्यालु हो हो अब 8औं स्थानमा कुन भ्यालु छ त 5 मा 20 मा पर्यो कसरी थाहा कति हो हिजो गएर भन्ने थियो त्यो 8 हो नि त्यही उसमा ल यसलाई आइडिया यस्तो 10 चिन्ता थियो 15 यहाँ 4 थियो
20 5वटा थियो 1 2 3 4 5 25 कतिवटा थियो 2टा थियो 30 कतिवटा थियो अब 8औं स्थान गर्नु पर्यो 1 2 3 4 5 6 7 8 8औं स्थानमा पर्यो 20 अब यो डिस्क्रिट डेटालाई यस्तो इन्डिभिजुअल डेटा बनाउनको त्यहाँ गरेर थाहा अब यहीबाट थाहा पाउनु पर्यो नि हो त्यसरी के गर्नुपर्छ यसको भने सीएफ निकाल्नु सीएफ निकालेपछि मात्रै थाहा हुन्छ सीएफ भने के हो सीएफ को अर्थ के फुल फर्म के हो क्युमुलेटिभ फ्रिक्वेन्सी फ्रिक्वेन्सीलाई क्युमुलेट गर्दै गर्दै जाने हो जोड्दै जोड्दै जाने हो यो 3 4 12 14 जुन चाहिँ नजिक छ त्यही अब सुन त्यो हेर्नु यस्तो आइडिया यो 3 भने चाहिँ 10 3टा भने हो यो 3 भने चाहिँ तेस्रो स्थानसम्म 10 छ भने हो हेर्नुस् त माथि तेस्रो स्थान 10 हो कि यो 4 भने के हो 15 चाहिँ 4 वटा 15 4 छ भने हो यो 7 भने के हो 7औं स्थान चौथो तेस्रो स्थानसम्म 10 भइहाल्यो चौथोबाट लिएर गएर 7औं सम्म 15 छ भने अब हाम्रो त 8औं चाहियो 8औंबाट लिएर कहाँसम्म 12औं सम्म 20 छ भने 8औं 9औं 10औं 11औं 12औं जति आयो भने हामी 20 लेख्थ्यौँ हामीले त्यहाँ अहिले त 8औं आइदियो 8औं आएको हुनाले अहिले कति लेख्नु पर्यो त यो 8औं यहाँ पर्यो यहाँ आएको हुनाले कति लेख्नु त हामीले मेडियन बराबर डी मैले माथि हेरेर लेखे अहिले यहाँ सीएफ हेरेर लेख्यो सीएफ हेरेर पत्ता लगाउने हो कति कुन हो भ्यालु जोडिएन मेरोमा झन् तपाईको त्यो आइडि नै रहन्छ मेडियन भ्यालु आयो यदि तपाईको एउटा क्वेशन सोधो यो मेडियनको यहाँ टीएच को ठाउँमा चाहिँ मानौ यसलाई 10 टीएच आयो कति हेर्नु त्यहाँ कति आएछ यहाँ 10 आइदियो भाइ यहाँ 10 आयो मेडियन भ्यालु विषय हुन्छ है यहाँ मानौ यसलाई 6 टीएच आयो कति हेर्नु त्यहाँ छ 6 आमा त 15 6 आयो चौथोबाट 7औं सम्म भने 6औं यहाँ पर्थ्यो नि 15 लेख्नु हुन्थ्यो होला सायद हो कि यदि मानौ तपाईहरुलाई यहाँ 13 टीएच आयो कति लेख्नु हुन्छ 13 आयो 25 ले 25 लेख्नु हुन्थ्यो यदि मानौ यहाँ 17 आयो कति लेख्नु हुन्थ्यो 17 आउँदै आउँदैन अरूलाई भन्न दिनै छैन 17 कसरी आयो त्यहाँ त्यसकारण यो डिस्क्रिट डेटाको चाहिँ दाइ यो क्लासको चाहिँ अर्कोमा पढाउनु हजुर मलाई यो गेम ठाउँ चाहियो म के भन्दै थिएँ 17 भयो ए 17 सक्यो यो डिस्क्रिट डेटाको चाहिँ यो मेडियन भ्यालु निकाल्नलाई चाहिँ सीएफ चाहिँदो रहेछ सीएफ निकाल्नु पर्दो रहेछ सीएफ भने के रे क्युमुलेटिभ फ्रिक्वेन्सी निकाल्ने कसरी फ्रिक्वेन्सीलाई जोड्दै जोड्दै जाने प्रत्येक आइटमको प्रत्येक इन्टरभलको के रहेछ मतलब फ्रिक्वेन्सीलाई जोड्दै जोड्दै जाने रहेछ त्यो भने सीएफ रहेछ ठीक छ यो क्विक डेटाको हामीले गर्यौं डिस्क्रिट डेटा अब कन्टिन्युअस गर्नु पर्यो ल कन्टिन्युअस कसरी गर्ने अब तेस्रो नम्बरमा कन्टिन्युअस डेटा अब कन्टिन्युअस डेटा भने कस्तो कन्टिन्युअस डेटा भने चाहिँ यस्तो लाग्छ 0 देखि 10 9 देखि 20 यक्स 5 देखि 15 15 देखि 25 25 देखि 35 35 देखि 45 45 देखि 55 3 5
6 4 2 ल यो टेबल बनाउनुस् तपाईहरुले यो टेबल भयो ल यो कन्टिन्युअस डेटा यसलाई किन कन्टिन्युअस डेटा भने मैले यो कुरा गरे 5 देखि 55 सम्मका सबै भ्यालुहरु कहाँ पर्छन् भनेको सबै यहाँ हुन्छ कन्टिन्युअस दिस अहिले 10 ल्याउने 3 जना 15 ल्याउने 4 जना भने 4 ल्याउने नम्बर 4 नम्बर ल्याउने त्यहाँ छ त्यहाँ हैन नि खण्ड खण्ड पारेर त्यहाँ अहिले सबै भ्यालुहरु इन्क्लुड गर्छ अब यो इन्क्लुसिभ डेटा पनि दुई किसिमको हुन्छ भने मैले हिजो के एक्चुअली इन्क्लुसिभ कन्टिन्युअस डेटा पनि इन्क्लुसिभ यसमा चाहिँ यो कुरो एक्सक्लुसिभ हो हैन कसरी चिनिन्छ यार यहाँ यो हिजो 20 29 30 39 यो चाहिँ इन्क्लुसिभ त्यो चाहिँ एक्सक्लुसिभ यहाँ अप्पर लिमिट यहाँ गणना गरियो भने जस्तै 9 भन्यो भने यहाँ पर्यो 10 भन्यो भने यहाँ पर्यो त्यहाँ 15 का किन पर्छ भन्नुस् मलाई यहाँ हेरे तपाईले ध्यान दिनुस् है 15 भन्यो भने यसमा पर्छ यहाँ छ 15 अप्पर लिमिट चाहिँ यहाँ पर्दैन एक्सक्लुड हुन्छ अप्पर लिमिट त्यो इन्टरभलमा एक्सक्लुड भयो भने त्यसलाई एक्सक्लुसिभ भन्छ अप्पर लिमिट त्यसैमा इन्क्लुड भयो भने त्यसलाई इन्क्लुसिभ भन्छ नौ यही भयो यहाँ 9 छैन कि हैन 9 नपाएर भएन यही बार्नु पर्यो नि माहौल सीमामा बार्नु पर्यो नि यही बार्नु परेको हुनाले त्यसलाई इन्क्लुसिभ भन्यो अब 15 त यहाँ पनि यहाँ बार्नु हुन्छ त भाइ यो यहाँ बार्नु परेन त्यसैले एक्सक्लुसिभ माहौल सीमाले पर्यो भने इन्क्लुसिभ माहौल सीमा तल्लोमा गएर पर्यो भने त्यसलाई एक्सक्लुसिभ यो के डेटा कन्टिन्युअसको एक्सक्लुसिभ ठिक छ डेटा इन्क्लुसिभ आयो भने त्यसलाई एक्सक्लुसिभ बनाउनै पर्छ है त्यो बनाउने तरिका नै आउँछ बिस्तारै आउँदैन अब यसको पनि मेडियन भ्यालु निकाल्नु पर्यो अब यसको मेडियन भ्यालु निकाल्नलाई सुन्नुस् त यहाँ मेडियन इज इक्वल टु सुन भन्नुस् भ्यालु अफ n plus 1 n by 2 त्यसलाई चाहिँ हेर्नु यो कन्टिन्युअसलाई n plus 2 भ्यालु अफ n by 2 टी यान गरी हो यान 1 2 3 4 5 हो यान बार 20 है 20 का पनि 2 10 टियर्स आउने बित्तिकै डिस्क्रिट र कन्टिन्युअस डेटाको सीएफ निकाल्नु पर्छ सीएफ निकालिहाल्नुस् कतिको आउँछ तपाईहरुलाई सीएफ सीएफ को फुल फर्म के रे 3 8 हो 3 8 14 18 20 अब 10 कहाँ पर्छ अहिले सिकास 10 परेन यहाँ पर्यो त्यसलाई भन्छ के भन्छ त्यसलाई मेडियन क्लास इज इक्वल टु 15 देखि 25 अब अहिले त ठ्याक्कै मेडियन इज इक्वल टु 15 प्लस 8 भन्नु भएको भयो अहिले त के भन्यो 15 देखि 25 को भित्र खर्च मात्रै भन्यो So you get told to divide by होइन अर्कै लाउनु पर्छ थप्नु पर्छ 15 र 25 को बिचमा त 16 हुने सक्छ 17.5 हुने सक्छ 18.9 हुने सक्छ जति पनि थाहै त्यसैले अब यसको एक्चुअल मिन
निकाल्ने एउटा फर्मुला छ एक्चुअल मेडियन बराबर L plus n/2 minus CF by F into I यो फर्मुला लाउनु हो मैले यो फर्मुला लेख्छु सर म भन्ने आई भने बताओ पढे एक्चुअल मेडियन बराबर L plus n/2 minus CF by F into I यो अपन F त यो n/2 बाट उता मात्रै हो होला अपन होइन है फेरि यो त वर्षमा ल्याउ झगल लाउ फेरि यो अपन छ नि अपन यहाँ उता मात्रै हो भने अब यल भने यो सबै भने के हो म बुझाउँछु यल भनेको जहाँ परेको त्यसको सबैभन्दा सानो भ्यालु 15 15 देखि 25 मा त लोअर भ्यालु त 15 त होला प्लस n/2 भने कति 10 CF भने जहाँ परेको छ त्यो भन्दा माथि गर है कहाँ परेको थियो 8 मा यहाँ परेको थियो है अब 8 F भने त्यसैको हैन सर 8 मा त 15 25 8 परे हैन कि 8 परे हो 10 10 25 35 छ नि त्यो बाजे होइन सर CF चाहिँ भन्नु न त्यो n/2 गजब हैन 15 25 मा त 8 हो नि एकछिन सुन त त्यो 10औं स्थान भने कहाँ पर्यो 10औं स्थान भनेको हाम्रो 15 र 25 बिचा पर्छ पर्छ के अब हेरि यहाँ पनि हेरि अहिले भर हैन यहाँ पनि भने कति हेर्नु पर्यो 25 र 35 अनि फेरि क्लास किन पढ्नु 2 वर्ष पहिले विषय हुन्छ के अनि 25 35 रहेछ बुझेन हो नि अब यहाँ भने कति हेर्नु पर्यो CF हेरेर पत्ता आएन हामीले यहाँ चाहिँ CF हेरेर चाहिँ अहिले भ्यालु त्यहाँ अहिले भ्यालु CF भनेको 10 भनेको यहाँ भने 8औं स्थान पर्यो 8औं स्थान यहाँ पर्यो हजुर भन्छु त्यो चेन्ज टर्म आयो नि एलिमिनेटिङ अफ भ्यालु गर्दा चेन्ज टर्म आयो त्यो भने चाहिँ अब 10औं चाहिँ कहाँबाट भन्दा 8 त परेन 3औं स्थानसम्म यो भ्यालु छ 14 बाट 8औं स्थानसम्म यो भ्यालु छ 9 बाट 14 सम्म यो छ भने चाहिँ 10औं यहाँ पर्यो नि त यहाँ पर्यो भने त 25 35 पर्यो हैन CF भने मालहरूको n/2 भने 10 भइहाल्यो CF भने त मालहरूको 8 लेखि F भने त्यसैको F कति हो 6 I कति हो I जहाँ परेको त्यसको F नि I भने मिटर भयो 10 हेलो बिचको मलाई इन्टरभलमा भारी भने CF भने जुन इन्टरभलमा परेको छ त्यो भन्दा मालहरूको नि I भनेको त्यसको डिफरेन्स पछि देखि 35 मा कति डिफरेन्स हो 10 लेख्नु 10 लेख्नु ल जान्नु पर्यो यही हो 10 मा 8 ले कति कति 2 10 मा कति 20 लाई 6 ले कति 28
5ले 5 राख्न मिल्दैन बदमास हो त सर बदमास फर्मुला त बदमास रहेछ नि के भने n/2 मा चाहिँ n-लाई भाग गरेर राख्न मिल्दैन n/2 भने नै 10 आइसक्यो n/2 तपाईँ 10/2 पनि थियो नि कहाँ छ n/2 भने नै 10 हो नि त्यो मुनि त 3 पनि छ नि त नि कहाँ छ n/2 भने नै 10 निकालेर यसलाई भने 10 हैन निकाले हैन n भने त 20 ल्याउने 2 हो नि त n/2 यताबाट छ नि त एउटा फेरि गरेपछि मजा आउँछ एउटा गर्नुपर्ला एउटा गर्नु अनि त्यसपछि त्यो 90 खाने चाहिँ छ आहा जन्मका भने 6 मा कति आएर छ भन्नु त हो त नि पैसा को सबै आउँछ होला के थाहा कसलाई केमा केमा भाइमा होइन भाइको होइन जहाँबाट ल आउनु बिर्छ अरे भाइको बेटी भयो डेटा सानो हो सक्छै गर्ने अब ल तर हामी छोडिदिनु हो र पुरै आनन्द तपाईँ दिशा सबै छिटेर पहिले सिएफ निकाल्ने सिएफ निकाल्ने कोही जोडिया त को सुनो ऑर्डिनेंस डेटा को सामान क्या है ओके बोले रे है ये किसी यार बसे बनी रे आप ना तो Green class this one is class education. ऑनलाइन में पहले बना है आंसर कर दिया 4 4 11 11 से 17 17 4 21 21 2 23 अब median is equal to value of n by 2ts n by 2ts भनेको 23 का मुनि 2 11.5 11.5 कहाँ पार्यो 7 17 17 21 24 त्यसका बाजी ल 24 भयो त 12 को 12 टीएस पो आयो है हो त्यसलाई के भन्छ मेडियन क्लास गर्नु पर्यो हैन ठीक छ मेडियन
class is equal to 100 देखि 150 actual median बराबर L plus n by 2 minus C of pi of into I. L भनेको कति 100 n by 2 भनेको कति माइनस here कति राख्यौ यहाँ पर्यो भने मालहरुको राख्नु भनेको छु 11 f भनेको कति नि I भने नि I भनेको 50 को ठिक छ बाह्र में 11 गरे कति 1 into 50 भनेको 50 50 का पनि 6 भनेको 6 8 48 2 6 3 18 8.33 100 र 8 जोड्दा कति 108.33 मिल्यो सक्यो इन्डिभिजुअल डेटा को र डिस्क्रिट डेटा को चाहिँ n + 1/2 जस्तै छ कन्टिन्युअस इन्क्लुसिभ भयो त्यसलाई आफैले एक्सप्रेसन बनाउनै पर्यो अनि त्यो कसरी बनाउनु धेरै इन्ट्रेस्ट हो ए बाबा नभनिसको पाइन नि मैले सक्छु के भन्दिउ के अब जेसी होस् हत्तु पार्यो भनिदिन्छु अब हजुर ल ल ट्राई गर्नु यो इन्क्लुसिभ होइन सर अब यो चाहिँ इन्क्लुसिभ हो किन हो 19 भन्यो भने यसमा काउन्ट गर्नै पाइएन नि अपर लिमिट टी गर्नै पर्यो नि अपर लिमिट तल्लोमा पनि छ भने एक्सक्लुसिभ हो अपर लिमिट चाहिँ माथि नै गणना गर्नु पर्यो माथि नै त्यसलाई चाहिँ राख्नु पर्यो भने त्यसलाई चाहिँ इन्क्लुसिभ गर्नु अब इन्क्लुसिभ डेटा आयो भने मैले यसलाई एक्सक्लुसिभ बनाउन नबनाइकन हुँदैन एक्सक्लुसिभ नबनाइकन मिन गर्न पाइँदैन मिन निकाल्न पाइँदैन मेडियन निकाल्न पाइँदैन केही पनि निकाल्न पाइँदैन त्यसकारण पहिला यसलाई एक्सक्लुसिभ बनाउनु एक्सक्लुसिभ बनाउने आइडिया के हो ल आइडिया फेरि भनौँ हिजोको रिभाइज पनि हुन्छ आज यसमा यो घटाउने कति हो 1 बाइ 1 लाई 2 ले भाग गर्ने 0.5 त्यो 0 आएको जति आउँदै के रे भाग गर्दाखेरि त्यो आएको लागि चाहिँ यो अघिल्लोबाट घटाउने पछिल्लोबाट जोड्ने 10 मा घटाउने कति घटाउने 10 मा 0.5 घटाउनु कति भयो यसमा चाहिँ जोड्ने 19.5 यसमा चाहिँ घटाउने 19.5 29.5 यसमा घटाउने 19.5 यसमा घटाउने यसमा जोड्ने यसमा घटाउने यसमा जोड्ने के आइडिया थाहा हो अहिले मैले के गरे अहिले तपाईले इन्क्लुसिभलाई चाहिँ एक्सक्लुसिभ बनाए इन्क्लुसिभ डेटालाई एक्सक्लुसिभ भन्छ
एक्सक्लुसिभ हो कि भएन हेर्नु त अहिलेको जस्तो डेटा हो कि भएन 19.5 यहाँ पनि 19.5 आयो अब 19.5 यसमा बन्न पाइयो नि यसमा नलिए भयो त एक्सक्लुसिभ बन्यो भन्यो नि अब एक्सक्लुसिभ बन्यो भने अब यसको चाहिँ फेरि मिडियम निकाल्नु त ट्राई गर्नुहोस् त अहिलेको जस्तै ट्राई गर्नुहोस् त्यहाँ भित्र पनि ट्राई गर्नु है के मान्छेहरूले गर्नुहोस् है त्यसो काम भइरहेको छ सिएफ निकाल्नु भयो तपाईले सिएफ त चाहियो नि त हैन सिएफ 3 8 19 24 27 हो कि क्या हो 27 हो पोइन्टमा आयो क्या हो गडबड गर्दै क्या हो गर्दैन डराउनै पर्दैन भ्यालु अफ n by 2tr 27 का पनि 2 13.5 के भने फेरि कहाँ आउँछ 24 point 24 हुन्छ 13.5 भने कहाँ पर्यो फेरि हेर्नुहोस् त सिएफ हेरेर कता आउँछ मलाई 13 भनेपछि 13 स्टारसम्म 8औँसम्म 19औँसम्म यहाँ पर्यो नि 13.5 भने यहाँ पर्यो होला हेर त यसमा पर्यो भने कति लेख्नु पर्यो मेडियन क्लास इक्वल 29.5 देखि 39.5 एक्चुअल मेडियन बराबर सूत्र के हो L plus minus F into I पार्वती ढकाल हुने फोन गरेको के यस नदी दिहारी द हेर यहाँ 10 देखि 19 को 19 थियो भने अब यहाँ त्यो इन्क्लुसिभ डेटालाई चाहिँ मैले एक्सक्लुसिभ बनाएको के पहिला अहिले भर्खर मैले भने नि यो इन्क्लुसिभ डेटालाई एक्सक्लुसिभ बनाउन यहाँ आउनु पर्छ भने त्यही भएर दोस्रोको हेर यहाँ यो 20 बाट यो 19 घटाउने 20 बाट 19 घटाउँदाखेरि 1 बाँकी बस्यो यो 1 लाई 2 ले भाग गर्दाखेरि 0.5 भयो यो 0.5 चाहिँ प्रत्येकको लोअरमा घटाउने अप्परमा जोड्ने जस्तै यो 10 मा चाहिँ 0.5 घटाउँदा 9.5 भयो 19 मा 0.5 जोड्दा 19.5 भयो अब 20 मा चाहिँ 0.5 घटा 19.5 भयो त्यसमा 29 मा चाहिँ 0.5 जोड्दा 29.5 भयो अघिल्लोमा घटाउने 0.5 घटाउने पछिल्लोमा जोड्ने घटाउने जोड्ने घटाउने जोड्ने गरेर आएको है बुझ्यो नि ल अगाडिकोमा 0.5 घटाउने पछाडिको 0.5 जोड्ने भनेर यल भने गरिरहनु पर्यो 29.5 n/2 भने कति छ
13.5 F भनेको त्योभन्दा माथि अरब कति लेख्नु हो 8 F भनेको त्यसैको F त्यसैको कति हो I भनेको इन्टरभल कतिको फरक छ 29.5 प्लस 13 मा 5.5 into 10 भने 55 का पनि यार भनेको 5 भयो ठ्याक्कै 5 भयो 29 र 5 ले 34.5 ल अब यो चाहिँ मैले के गरे मिडियन भ्यालु निकाले कुन चाहिँ डेटाको निकाले अहिले इन्क्लुसिभ हैन अब तपाईलाई सुन्नु इन्डिभिजुअल डेटाको पनि मैले मिडियन निकाल्न सिकाएँ डिस्क्रिट डेटाको पनि सिकाएँ कन्टिन्युअस डेटाको पनि सिकाएँ सिकाएँ नि अब मोड निकाल्न सिकाउँछु मैले हिजो मिन निकाल्न सिकाएँ आज मिडियन निकाल्न सिकाएँ अब एउटा मोड निकाल्न सिकाएर छोडिदिन्छु है मोड एकछिन टाइम लाग्छ विस्तारै गर्नुपर्छ हो ल अब एकछिन सुन्नुहोस् मोडलाई नेपालीमा रित भन्छ रित पनि भन्छ अर्को बहुलक पनि भन्छ बहुलक भनेको अर्थ के हो भने ठुलो लघु भयो धेरै लघु भयो धेरै पटक रिपिट भएको मोस्ट रिपिटेड भ्यालु इज मोड मोस्ट रिपिटेड भ्यालु त्यो धेरै पटक रिपिट हुन्छ त्यो धेरै पटक रिपिट भएको भ्यालुलाई नै मोडल भ्यालु भयो जस्तै यस्तो आयो त्यो कुन डेटा हो साथी हेलो अब यो इन्डिभिजुअल डेटाको हो अब मोस्ट रिपिटेड भ्यालु धेरै पटक रिपिट भएको भ्यालु कुन हो 25 त्यसैले therefore mode is equal to 25 डाइरेक्ट लेख्नु बाइ इन्स्पेक्सन हेरे भरा हो केही गर्नु पर्ने हिसाब केही फर्मुला लाउनु बुझ्यौ इन्डिभिजुअललाई त ल यसैमा तपाईले एउटा क्वेशन सोध्नु पर्छ मलाई केही डाउट हुँदैन कि तपाईले क्वेशन सोध्नुस् मलाई यो यस्तो हो कि के मारा गर्नुपर्छ के गर्नुपर्छ कि तपाईले मैले बुझाएँ यो कुरा बुझाएँ यसो हो नि के निकाले भनेर सोध्नुस् कि हैन नसोध्नु ठुलो अङ्कलाई होइन हैन कहाँ त्यसरी पाइ तेह्र चिज आयो 25 लिटा अरू कुनै पनि धेरैबाट चोरी सबै एकपटक भयो सबै एकैपटक त्यसको लागि धेरैबाट चोरियो भन्दा जुन धेरैबाट चोरिन्छ त्यसलाई गर्नुलाई ठिकै छ तर दुई तिनवटा भ्यालुहरू चाहिँ उतिबाट चोरियो धेरैबाट चोरिन्छ दुई तिनवटा भ्यालु भयो त्यो बेला के गर्यो हो त्यो त्यस्तो डेटालाई चाहिँ ill-defined भन्छ ill-defined defined नभएको ill-defined ILL ill-defined ILL बिलाइन डिफाइन नभएको अस्पतालमा बुढाको लाइन अब यस्तो डिफाइन नभएको डेटा आयो डिफाइन नभएको डेटा डिफाइन नभएको डेटा आयो भने के त्यसको मोड भ्यालु होइन त होइन हुन्छ मोड भ्यालु हुन्छ भने अब यस्तो बेला के गर्ने त्यसो बेलामा चाहिँ एउटा छुट्टै फर्मुला छ इल डिफाइन भएको बेलामा मोड इज इक्वल टु 3 median minus ill-defined भएको बेला ill-defined भएको बेला भने कहिले हो थाहा हो नि के हो बराबर इन्क्लुड भयो कि 2 अनि के हो 2 मध्ये के यसमा मोड बराबर 3 million minus 2x यसमा भनेको बी
मिड भनेपछि अब यसको के गर्नु पर्यो भने अहिले त्यो अगाडि हामी गर्यौ नि मिड पनि निकाल्यो मेडियन निकाल्यो नि हो त्यो दुईटै निकालेर अनि यहाँ भ्यालु राखेको मात्रै अनि मोड तोरेको पनि निकाल्नु होला नि त सबै डिराकै निकाल्नु पर्छ नि अब त्यसका लागि चाहिँ पहिला एरेन्ज गर्नु पर्यो यक्स बराबर एरेन्ज गर्नुस् त 10 खै 10 छैन 12 छ 12 13 13 13 20 25 25 25 37 1 2 3 4 5 6 7 8 9 1 2 3 4 5 6 7 8 9 ठीक छ अब यसको एक्स बार पनि निकाल्नुस् मेडियन पनि निकाल्नुस् सही गरेर एक्स बारलाई के छ रे यसको एक्स बार निकाल्ने फर्मुला के हो रे समेसन एक्स बाइ यहाँ समेसन एक्स भनेको एक्सलाई जोड्नु पर्यो अब जोड्नुस् एक सय त्रियासी का मुनि 9 9 दुना 18 20.33 समेसन एक्स जोड्नु पर्यो 20.33 अब यसको मेडियन कति निकाल्नु पर्यो नि यो कुन डेटा रे यसको मेडियन निकाल्ने आइडिया के रे भ्यालु n प्लस होला नि n प्लस 1/2 dx n कति रे 9 प्लस 1 गर्नु पर्यो अब 1 2 3 4 5 देयरफोर मेडियन बराबर कति आयो 20 आयो हामीलाई मेडियन निकाल्नु भनेकै होइन के निकाल्नु मोड निकाल्नु भने अब त्यो भ्यालु लगाएर हाल्ने हो फर्मुला नाउ मोड इज इक्वल टु 3 मेडियन माइनस 2 mean अनि त्यो मिडियन चाहिँ किन निकालेको छ मिडियन निकाल्नु हजुर त्यो मिडियन किन निकाल्नु अनि मोड बराबर 3 मेडियन मेडियन भ्यालु हो जाने 19 आयो भने आयो 3 into 20 2 into 20.33 20 यहाँ 60 माइनस 40.6 19.34 एउ मोड भ्यालु मोड भ्यालु भने यही हो ये लाइन से त्यहाँ खै रिपिट भयो भने त्यो त आउँदैन इलिफाइन नामै इलिफाइन ला हो नि
यसको मोड भ्यालु कति होला बताउनुहोस् त 11 त पहिले 6 ले जोडेर धेरै पल्ट जोडेर 11 5 दुईटा हो 7 पाँचवटा हो 11 6वटा हो 15 4वटा हो 20 दुईटा हो कुन धेरै पटक हो 11 चाहिँ धेरै पटक 6 पटक हो त्यसकारण बाइ इक्वेसन मोड इज इक्वल टु 11 यो त सही हो यो त्यति केही गर्नु यसमा के जोडायो तर जस्तै इन्डिपेन्डेन्ट आइयो के अब फेरि म बोर्ड बजाइ नि 7 पनि 6 पटक 11 पनि 6 पटक दुईटा धेरै पटक आयो अब यो के डेटा हो अब यो बेला चाहिँ फेरि बाटो उयो मोड बराबर के हो गर्ने त ल ल हस् भाइ ल पर्खियो के हो मिनिट निकाल्नु कुनै साउँ सात छ भनेपछि 20 भयो दस point पाँचमा आउँछ X बराबर solution and mass outcome इसी बात कौन इस 11 त आयो फिर से आउन सुरु भयो कमै आउनु पर्यो
हाम्रो यहाँ हाम्रो मिडियन अमेरिका 10 माइनस हैन 10 महिना मिजर मेडी निकाल्नु पर्यो हो हामी निकाले 10 महिना नआउँछ मिडियन यहाँ 10 महिना 10 महिना ए 10 महिना ए आउँछ मिडियन शिव फेरि गए यो शिव फेरि शिव निकाल्नु परेन फेरि लाउरे भयो यो धेरै पुरानो दिन कहाँ अब एउटा बाइक छु यो मैले गरेन हौ यहाँ चाहिँ 11 मिलियन भनेपछि 10 मिलियन 10 मिलियन भने 10 मिलियन मार्छ नि त आफ्नो पनि छु ल अब एउटा कुनेर बाँकी अब कन्टिन्युअस ल र कन्टिन्युअस गरौँ अनि त्यसपछि बास सकियो या 0 20 4 20 40 8 40 60 11
अब पुनमा लाँदा खला 60 80 कन्टिन्युअस 80 103 यसमा चाहिँ 40 60 भइगयो नि अब यसको चाहिँ एक्चुअल मोड चाहिँ अब मोस्ट रिपिटेड भने AR हो AR भएपछि मोडल क्लास चाहिँ थाहा भयो एक्चुअल भ्यालु त थाहा भयो नि अहिलेको यहाँ धेरै 6 आएको थियो 6 धेरै हुँदाखेरि AR भनेर लेखेको अहिले त AR मोस्ट रिपिटेड भयो यो तर त्यसको त 40 60 भित्रको कुन चाहिँ हो त्यहाँ त्यसैले CF CF चाहिँ पर्दैन है अब यसलाई चाहिँ मोडल क्लास बराबर मोडल क्लास बराबर 40 देखि 60 भन्ने चाहिँ थाहा भयो 40 देखि 60 के हुन्छ भने मोडल के हो मोडल भ्यालुबाट मोडल क्लास के हो मोडल क्लास भन्छ मोडल अब DAL KL मोडल भ्यालु अब सुन्नु न अब यसको एक्चुअल मोड निकाल्ने एउटा फर्मुला छ L plus F1 minus F0 2F1 minus F0 minus F2 into I. F1 minus F2 2F L plus F1 minus F0 by 2F1 minus F0 minus F2 into I. बुझिहाल्छु अहिले उनले आफ्नो अब यल भनेको त थाहा छ सबैलाई 2F1 minus F0 minus F2 2F1 minus F0 minus F2 यल भने 40 ल हेरे अब F1 F0 F बताउनु पर्यो ठिकाना पर्यो सुन जहाँ पर्यो त्यो भ्यालु भने F1 F0 भने त्योभन्दा माथिल्लो F2 भने त्योभन्दा तल के चाहिँ गाह्रो जहाँ पर्यो त्यो F1 त्योभन्दा माथिल्लो F0 त्योभन्दा तल भ्यालु राख्यो minus F0 भनेको 8 F2 को 2F1 भनेपछि F1 चाहिँ 11 minus F0 भनेको 8 F2 को minus 6 F2 को सपावर 6 I भनेको इन्टरभल 20 हैन AR minus 8 2 into AR 8 minus 6 into 20 20 हो नि I भने 20 हो नि I भने 20 हो नि हो 50 40 प्लस 11 मा 8 3 20 या 60 60 का मुनि 22 मा 14 घटे 6 50 ए 22 मा 14 घटे कति छ 8 7 56 7.5 47.5 47.5 बुझिहाल्यो बुझ्यो सर एउटा गफ भेटे है यो
Indifferent का चाहिए। डिफाइन का गरेर Continuously. एक बनाइदिने चाहिँ डिफाइन त्यसमा त इन्ग्लिस केही हुँदैन सर And plus. बनाउनु पर्छ त्यही पनि के हो त्यही बनाउने हैन अघि बनाएको त्यही यस्तै हो Okay, should be interested. ल पढेर आइकन भनेको नआएको चाहिँ कतिको बनाएर आउँछ सर हिसाब 10 ओहो नो क्वेशन ठिक छ हैन यो सर यो मिन मिडियन अनि पढेको चाहिँ एउटा कोरिलेसन चाहिँ धेरै सम्भावना छ त्यो त पढेको छैन हामी त्यो चाहिँ धेरै सम्भावना छ। कहिले पर्छ भोलि पर्सि परेन भोलि आज स्ट्यान्डर्ड डेभिएसन त गरेकै थिएँ अनलाइनबाटै गरौँ भन्नुभयो। होइन अनलाइन त्यति प्रभावकारी हुँदैन यहाँ बुझाएन यहाँ शनिबार पढ्नु छ सर हजुर शनिबार चाहिँ भन्दा त पढ्नु कहाँ हुन्छ? हो हो सर मोडल क्लास कति हो मोडल क्लास भने मोडल क्लास 20 एन्सर त्यही होइन नि 5.8 एक्चुअल मोड बराबर एल प्लस f1 माइनस f0 2f1 माइनस f0 इन्टु आई एल भनेको 20 f1 भने कति है f0 5 2 इन्टु 7 5 माइनस 2 इन्टु 10 20 प्लस 20 का मुनि 14 माइनस 7 2.8 ल क्या हो हाँ Sorry, actually, यहाँ पर यहाँ पर 3f1 मोस्ट इसदेखि 30 यो सबैभन्दा धेरै फ्रिक्वेन्सी भएको मोड भ्यालु भनेको थिएँ मैले यहाँ हेर्दाखेरि सबैभन्दा धेरै भ्यालु भनेको 7 हो त्यो जुन धेरै छ त्यो चाहिँ भ्यालु f1 त्यो भन्दा माथिल्लो हरफलाई f0 त्यो भन्दा तल्लो हरफकोलाई f भयो voice कल चाहिँ आफ्नो हुन्छ कल आफ्नो अब मोडको एउटा क्याल्कुलेसन गर्नु के हो त के हो मोडको एउटा क्याल्कुलेसन गर्नु इलिफाइन त्यही हो भन्नु खोजेको त्यही हो मानौ यो 7 आइडिया भए Don't get like अब यो इलिफाइन हो नि इलिफाइन हो नि यो यो सब्स्टिट्युटले भएन कहाँ जाने हो त्यही बाटो बाटो त त्यही हो मोड बराबर 3 मेडियन माइनस 2 मीन बाटो त त्यही हो अब यसको पनि मिन र मेडियन निकाल्ने
फर्मुला राजी हेल्प राजी पहले बिन निकाल्न के चाहियो यसको बिन निकाली एक्स बार निकाल्ने मतलब के हो एफएम बाहिर सबै छ एफएम बाहिर पनि एम निकाल्नु पर्यो अहिले एफएक्स गरेको थियो अब एफएम गर्नलाई एफएम एम चाहियो नि त 5 ओइ हामी गर्छौं सरी 15 25 ल तिमीहरु गर्ने नि ल मन गरे तिमीहरु गर्ने सिकाइ बात निकाले सिकाइ गर्नु सक्छ अनि 21 point संसार चाहिँ यसमा चाहिँ 15 अब चाहिँ निकाल्नु पर्दा पहिला मोड निकाल्नु राइट यो त्यसैले भन्दा एक मिडियम निकाल्नु ए निकाल्नु अनि एन गुण पर्छ एन कति हो 2 4 एन 21 हो अन्जु सन्जु एफएम बाहिर एन मात्र 21 छैन FM 400% हो Green bagi asal itu tinggal. Media nikalnya value apa ini? Yang lain cuma kerja plus waktu. So the million money to yan. M2 Product class business. Product class business ni energy apa ni? tapi M plus M right sampai siap orang lain The million money can be taken to somebody. Continuous with the energy. And seperti ini guys, price was quite mature. Yes, the price was mature when you look at it. 10.5. 10.5 years. Can for it, 10.5 receiver. 10 में पढ़े नहीं, 10 में है तो डॉक्टर सॉरी What you say so? You didn't put the answer. medium this पैसा आते इसमें जाते एक्चुअल मूल्य को भन्नु नपर्ने फेरि अनि एक्चुअली मिडियम मात्र निकाल्यो अनि मिडियममा त निकाल्दा 20% आते के हो नि But 5 into 10 dollar into 5. Hey, I'm also trying to put it. But then, looking at it,
नयाँ कुरा आयो पहिला यसको एम निकाल्नु हो एफएम निकाल्नु हो होला 5 या 15 15 7 105 25 7 175 35 गुना 70 45 गुना कति समेसन एफएम कति 455 यानी 2 4 7 4 8 7 18 3 21 ल अब x बार इज इक्वल टु समेसन एफएम बाय n 435 का मुनि 455 का मुनि 21.66 अब मीडियन इज इक्वल टू value of n by 2 TRs 21 का भने 2 भनेको 10.5 CF निकाले हुँदैन है CF CF चाहियो TS लाई 3 10 17 19 10.5 भनेपछि 20 30 मा पर्यो median class is equal to 20 30 actual median is equal to L plus n by 2 minus CF by F into I L भनेको 20 n by 2 TS भनेको 10.5 CF भनेको मालहर अफ 10 F भनेको त्यसैको 7 I भनेको 10 20 प्लस 0.5 5 का पनि 7 भनेको 0.71 20.71 फेरि भन्नु पर्यो मैले के बाबा मोड बराबर फर्मुला अब 3 median minus 2 mean 3 into 20.71 2 into कति बराबर नम्बर कति आयो ल यति हो आन्सर गरि यति हो mean median मोड सक्यो अब भोलि स्ट्यान्डर्ड एबिसी आज यति गर्नुपर्छ यहाँभन्दा बढी गर्न सकिन्न फिजिकल क्लास पनि भइराखेको छ सर यस ल आज यति गरौँ आज भयो अब देश आउँछ मेरो विचारमा उहाँ आउनु अनि यसलाई भेटौँ ल भित्रको नानी बाबुहरू पनि बाई बाई है
सर कति छिटो बुझायो के राम्रो मान्छे त्यो साइड चाहिँ चाहिँ अलिकति छ कि कलेक्सन गर्ने Poison din mo, fix it, or sila, isip